गाछ बोकेर जाँदैछु बाख्रालाई। हेलो र वेलकम गाइज, सबैजना स्वागत छ सारा भ्लगमा। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ हाम्रो घरमा अब टिन लाउने धमाधुम छ है। हाम्रो घरतिर चाहिँ टिन लाउँदैछौँ। अनि म चाहिँ यहाँ जाँड छान्दैछु मेरो बहिनीसँग। हाम्रो घर आज चाहिँ फाइनली सिद्धिने दिन आयो। हाम्रो काइली बहिनी जाँड छान्दैछ। अघि नै मेकअप गरेर पनि लिपस्टिक लगाइसक्यो रहेछ। यो डल्ले भैँसीको जाँड है, यहाँ चाहिँ अर्ग्यानिक। यहाँ यसरी छान्दैछौँ। डल्ले भैँसीको मही, डल्ले भैँसीको यो चाहिँ मही है। मही अघि भनेकोमा चाहिँ डल्ले भैँसीको यो मही, डल्ले भैँसीको यो चाहिँ उसको के भन्छ के अरे डल्ले भैँसीको भेगौती, यो माथिको चाहिँ घिउ, डल्ले भैँसीको घिउ, यो चाहिँ डल्ले भैँसीको मही है। यहाँ छान्ने चाहिँ मेरो काइली बहिनी, हाम्रो मम्मी त्यहाँ छन्। यहाँ आज चाहिँ अब हाम्रो सुँगुर काट्ने दिन पनि छ। डल्ले भैँसीको मही यसरी छान्छौँ है हामी चाहिँ। कस्तो छ डल्ले भैँसीको मही छान्दा? राम्रो छ। अनि कसको लागि मेकअप गरेको त? कोको लागि हुन्छ। अनि यहाँ चियाहरू पकाउँदैछौँ हामी चाहिँ। अनि म यहाँ बसिरहेको छु, पकाउँदैछु। यसले चाहिँ छान्दैछ, म पनि छान्नु चाहिँ। तर यहाँ पानीहरू सारिदिन्छु म चाहिँ डल्ले भैँसीको महीको लागि गाग्रीमा। तपाईँहरू चाहिँ डल्ले भैँसीको मही खानुहुन्छ कि भन्दा? हामी लिम्बूहरूले चाहिँ धेरै खान्छौँ डल्ले भैँसीको मही। यसरी छान्छौँ है हामी चाहिँ। पानी यसरी आइज भयो झन् बिहेको बेलामा त झन् यति धेरै डल्ले भैँसीको मही चल्छ नि हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर चाहिँ चल्छ कि चल्दैन? हाम्रोतिर चाहिँ एकदम धेरै चल्छ। एकचोटि उगाएर हाल्न। यसरी छान्दैछौँ हामी चाहिँ डल्ले भैँसीको मही। पोख्यो ल। यहाँ मेरो काइली बहिनी त साह्रै राम्री हो। साह्रै राम्री छिन्। म त अलिक नराम्री छु है फेरि। खेतालाहरू चाहिँ यति छन् है यहाँ सबै। यति धेरै खेताला छन्। अनि घर बनाउँदैछौँ है हामी चाहिँ। अनि बनाइसक्यौँ होइन घर। यस्तो छ अहिले हामी बस्ने ठाउँ चाहिँ। यहाँ खानाहरू पकाउने यहाँ छन् खेतालाहरू, बाजेहरू हुनुहुन्छ। डल्ले भैँसीको महीहरू पनि खाँदैछन्। यहाँ हाम्रोतिर चाहिँ बात मार्दैछन्। यहाँ चाहिँ गीत गाउँदैछन्। चिया खानु बाजेलाई। चिया खान्छन्, जाँड खाँदैनन् लिम्बू भए पनि। यहाँ चाहिँ हाम्रो टिन लाउँदै हुनुहुन्छ है बाजेहरूले। टिन लाउँदै हुनुहुन्छ हाम्रो घरमा चाहिँ। अब यहाँ म चाहिँ कुकुर बोकेर बाख्रालाई घाँस काट्नु गएँ। अनि यहाँ यति टिनहरू थुपारेर यो चाहिँ टिन लगाएको घर दि काम गर्दै हुनुहुन्छ। मेरो कान्छा र म चाहिँ बाख्रालाई घाँस काट्ने दिन गयौँ। यहाँ टिन लाउँदै हुनुहुन्छ हाम्रो चाहिँ। आज यो छाइसक्ने। अनि एउटा सुँगुर पनि यो कुकुरले ट्याक्क काट्ने हो। मकै पनि गोड्ने बेला भयो हाम्रोतिर चाहिँ। यति धेरै मान्छे छन् यहाँ चाहिँ। बाख्रालाई घाँस काटिदिनु गएको हामी चाहिँ। झन्नै खेता 14 दिन लाग्यो यति बनाउने यो घर। यो घरको ऊ त दुलो देखेकोदेखि माथि बनाएको 14 दिन भयो। यो चाहिँ आज मैझारो पार्टी छ है यो सुँगुर। ल बसिरहेको कहिले एकछिनमा मैझारो हुन्छ तेरो। यो सुँगुर मैझारो हुन्छ होइन? आज यो सुँगुर मैझारो हुन्छ होइन? यसले स्याहार्यो कि मैझारो हुन्छ? टोक्छ त अनि मलाई त अन्त टोक्दो रहेछ हौ। यो जाँदैछ। तिमीलाई कस्तो लागिरहेछ सुँगुर मार्दा? राम्रो भन्नु कसरी अरे? कस्तो लाग्छ? नराम्रो लाग्दैन? यो जाँदैछ।
चाहिँ यहाँ बसिरहेको छु। ओ काँक्राको बिउ 14 दिन लाग्यो यति बनाउने यो घर। यो घरको ऊ त दुलो देखेकोदेखि माथि बनाएको 14 दिन भयो। अनि जग्दो ओसन बाजेले बोकेको चाहिँ के तेरो नाक हो? टन्ने छन् खेताला आज लगभग 12-15 जना जति छन् होला। हामी 20 जना जति हुन्छौँ होला हाम्रो घरको शुद्ध गरी चाहिँ। यहाँ चाहिँ हामी बाख्रालाई घाँस काट्ने गयौँ। बाख्रालाई घाँस काट्ने एउटा चाहिँ यहाँ चढ्दै खेल्दैछ हेर। कान्छो भाइ चाहिँ यहाँ रुख चढ्दैछ। आज हक डे अरे, उसले उसको बेबीलाई हगिसक्यो अरे उसले। त्यसो भन्छ हक डे त आज होइन है फेरि। रिल्समा देखेको अरे हेरेर। मान्छे चाहिँ 12-13 वर्ष तर गफ चाहिँ फेरि रुख चढ्दैछ यहाँ ऊ बाँदर जस्तै। बाख्रा पाल्नु लास्टै गाह्रो छ, यसरी रुखमा चढ्नुपर्छ। घाँस काट्नु म त उहिले जमानामा कति चढेको चरा बाँदर जस्तोको यहाँ घाँस काट्दैछ है। उहिले जमानामा म त कति यस्तो घाँस त तेरो उमेरमा त मैले त कति काटेँ लड्छे से। सहरका बुढाबुढी भात खानु जान्दैनन् र मेरो भाइले यहाँ घाँस काट्दैछ। यसरी घाँसहरू काट्नुपर्छ। यति सानो बुढाबुढीले घाँस काट्छन्। हल्ला हल्ला सोइसेला गर। त्यसको टुप्पी नै अनि गएको छ। अनि यहाँ हात कामेको बेला यतिकै हल्लिन्छ त। अनि फेरि हाँस्छ बाँदर यहाँ छ। फेरि गर्छ है। म चाहिँ सरिएर यहाँ घाँस बोक्दैछु है। होइन म बोकेर आइदिउँ ल। अनि कसरी खैले लु म घाँस लिएर जाँदैछु म त यहाँ बाख्रालाई। बाख्रालाई घाँस लगिदिँदैछु है म चाहिँ। यहाँ हाम्रो दसैँ बाजे चाहिँ माटो पुर्दैछन् है। यहाँ म्यादी छन् कोही। ओकिन्छ पातलो हुन्छ कि भनेर नि। यहाँ चाहिँ हाम्रो यो बरन्डाको ताला पुर्दैछौँ है। आज फाइनली सिद्धिने दिन भयो। एउटा खसी पनि काट्ने दिन भयो। 500 त त्योभन्दा चलेको छ।
चाहिँ हामी खाजा बाँड्दैछौँ है यहाँ को छ ए ल मेरो दिदी चाहिँ यहाँ खाजा बाँड्दै हुनुहुन्छ हाम्रो चाहिँ स्पेसल तरकारी चाहिँ मसौरा छिटो दिएन त्यो दिएर भइहाल्छ यहाँ म पस्छु मेरो दिदी चाहिँ यहाँ खाजा बाँड्दै हुनुहुन्छ खाजा बाँड्नु नानी खेतालाले अनि तरकारी चाहिँ अनि यहाँ हाम्रो ब्रोइलरको मासु छ है ब्रोइलरको मासु अर्को दिन अर्को सानो अब कतिजना छन् दुईजना होइन यत्रो थोरै अरे मेरो दिदी यहाँ खाजा बाँड्दै हुनुहुन्छ अलिकति यहाँ उता उता थपिदिनु मेरो साइड पापाले जान्दैन ए त्यो चाहिँ जाडो है गाइस यता चाहिँ खाजा खाँदै हुनुहुन्छ हाम्रो महिला बाजे चाहिँ राको पार्दैछन् 1 वर्ष पुग्यो नि हौ माथि के अरे याङसुङबुङ्गेको बच्चा अरे याङसुङबुङ्गेनीको सुँगुरको बच्चा अरे याङसुङबुङ्गेनी मजाले बोल्ने भयो स्पष्ट तरिकाले 27 वर्ष पुग्दै किनेको नि हो के यो सुँगुर हाम्रोतिर त भुत्ला डराउँदैछ हाम्रो दाजुले काँक्रा यो कहिले सार्ने बेला ओह यो तल टिका त अरे न बाजेले पनि पकाउँदैन चिप्सन त किन ढिलो आयो मुजी कस त्यसरी पनि लाउँछ जाके धार अनि यसैमा के अरे उ गर्नुपर्छ के ऊ छोप्नुपर्छ छैन हौ बोल आउँछ हैन यहाँ हाम्रो चाहिँ आज पार्टी खाँदै हुनुहुन्छ सबैजनाले मासु यहाँ पनि खाँदै हुनुहुन्छ यता पनि खाँदैछन् 1-2 जनाले आउनु बाँकी पो छ नि यहाँ चाहिँ आयो यहाँ खाँदैछन् पछाडि अहिले त फेरि यो दाल गुल्लो छ त हौ यो भन्दा नयाँ पनि निकालेको
को जाँड खाने यहाँ खाँदैछन् है बुढाबुढीले सबै हाम्रो बाजेहरूले आज हाम्रो घर पूजाको पार्टी यहाँ हाम्रो बाजेहरूले चाहिँ खाँदै हुनुहुन्छ है यहाँ कालो पानी सार्दै सार्दै टन्नै खाँदैछन् यहाँ त्यो त तातो छ होला तातो छ हौ चिसो हो ओ बटुका खोइ खोजेर देना एउटा खाली छ अनि यहाँ चाहिँ खाली नै छैन उतादेखि ढोरो ल्याएर सुँगुरको मासु कहाँ छ त अनि खाली सुँगुरको मासु सुँगुरको मासु हाम्रो काइली थियो काइली कटोरी सेतो कटोरी त्यसमा पखालेर पानी सार्छु म एकदम खाइहाल्छ नि हो तिनीहरू एउटाको मुख कालो छ एउटाको यो चाहिँ जसले भाइको मन घरमा चाहिँ अहिले आनन्द भनेको मासु मेरो छोडेर छोडेकी खै त म चाहिँ पो खानु आँटेको त थुक्का खाएको काइली मासु कस्तो छ मासु मिठो छ यहाँ एउटाले जान खाँदैछ है ल हाम्रो चाहिँ यति सानो मान्छेले डल्ले भैँसीको मै खान्छ हेर आमामा जुम्बुङ भएर जहाँ त खानु छैन मलाई त चल्दैन है फेरि ए अनि यो चाहिँ कसको डेलिया छ देखेको छैन जाँड चाहिँ होइन मलाई अनुहार चाहिँ ए अनुहार त देखेछ नि चार पनि अलि यहाँ है मेरो चाहिँ आज मात्रै खाएको नि फेरि मासु खाने पुग्छ दे भयो आज यहाँ हामीसँग छ नि जुठो चल्छ होला नि त्यसमा मटे त्यसमा त हाम्रो जस्तो पानी कता चाहिएको मलाई यता उतिनीहरू भोगाले माग्दै थियो र नि हाम्रो घर बनाउनु चाहिँ मैजारो है आज चाहिँ ल आज त फाइनली टिन ठोकिसक्यो हाम्रो घरमा चाहिँ यहाँ बरन्डाको अनि घरको सबै टिन ठोकिसके अब मैजारो के गर्नु टिन ठोके पैसा चाहिँ खनखनी जाने पर्यो होइन यस्तै छ यो हाम्रो घर चाहिँ अहिले हाम्रो घरको टिन चाहिँ लगाइसक्यो आज चाहिँ मैजारो है यो घर बनाउने टिन लाउने सबै काम हाम्रो बाजेहरूले 6जना मिस्त्री हुनुहुन्थ्यो आज चाहिँ 7जना